नमस्कार भाइ बहिनीहरू। आज हामी इकोनोमिक्सका बारेमा र इकोनोमिक्सको स्पेसली न्युमेरिकल क्वेसन्सहरूका बारेमा छलफल गर्नका लागि उपस्थित भएका छौँ। कक्षा 12को वार्षिक परीक्षाहरू आइसकेको छ र कक्षा 12को वार्षिक परीक्षा नजिकै गर्दा हामीले इकोनोमिक्स सब्जेक्टलाई क्र्याक गर्नका लागि, इकोनोमिक्स सब्जेक्टलाई चाहिँ अझ राम्रोसँग मार्क्स अब्टेन गर्नका लागि र पास हुनका लागि हामीले के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा आज हामी छलफल गर्छौँ। र स्पेसली न्युमेरिकल क्वेसन्सहरूमा विद्यार्थीहरूलाई डाउट भइरहेको हुन्छ र त्यो न्युमेरिकल क्वेसन्सहरूलाई चाहिँ कुन कुन क्वेसन्सहरू कसरी आउँछन् र त्यसलाई हामी कसरी सल्भ गर्न सक्छौँ भन्ने कुराहरू हामी छलफल गर्दै अगाडि जानेछौँ। र सबैभन्दा पहिला म एउटा क्वेसनको सेट देखाइरहेको छु। यहाँ क्वेसन सेट छ एनइबीको ग्रेड 12मा सोधेको 2081 को सप्लिमेन्ट्री एक्जामको क्वेसन हो यो। र यहाँ हामीले क्वेसन्सहरू हेऱ्यौँ भने क्वेसन्सहरू कसरी सोधिरहेको हुन्छ र कति कति मार्क्सको क्वेसन्सहरू कुन कुन ठाउँमा कसरी आइरहेको हुन्छ भन्ने कुरालाई म पहिला क्लियर गर्छु। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ न्युमेरिकल क्वेसनको पार्टलाई अब स्पेसली फोकस गरिरहेको छु। र न्युमेरिकल पार्टको क्वेसन हेर्ने हो भने हामीले क्वेसन नम्बर 2 मा चाहिँ हाम्रो न्युमेरिकल पार्टको क्वेसन आउँछ। क्वेसन नम्बर 2 जुन छ त्यो न्युमेरिकलको पार्टको क्वेसन आउँछ र त्यो माइक्रो इकोनोमिक्सबाट हुन्छ। र माइक्रो इकोनोमिक्सबाट आउने क्वेसन्सहरू चाहिँ स्पेसली मार्जिनल रेभिन्यू, टोटल रेभिन्यू, एभरेज रेभिन्यूको क्यालकुलेसनका कुराहरू भए, कस्ट क्यालकुलेसनका कुराहरू भए, यस्ता खालका क्वेसन्सहरू चाहिँ यहाँबाट सोधिरहेको हुन्छ। र त्यसलाई हामीले रेभिन्यू कस्टका च्याप्टरहरूलाई चाहिँ अलिकति बुझ्नुपर्ने हुन्छ। त्यस्तै गरी त्यहाँ हामी हेर्न सक्छौँ। त्यस्तै गरी न्युमेरिकल आउने क्वेसन्सहरू भनेको चाहिँ अर्को क्वेसन भनेको चाहिँ क्लास यो क्वेसन नम्बर 11मा एउटा न्युमेरिकल क्वेसन आइरहेको हुन्छ र क्वेसन नम्बर 11मा आउने न्युमेरिकल क्वेसन्स भने चाहिँ स्ट्याटको फर्मबाट हुन्छ, स्ट्याटको पार्टबाट हुन्छ, जहाँ चाहिँ हामीलाई मिन निकाल्ने, मिडियन निकाल्ने, मोडहरू क्यालकुलेसन गर्ने जस्ता भ्यालुजहरू यहाँबाट हामीलाई सोधिरहेको हुन्छ। यहाँ हामीलाई क्वेसन नम्बर 11मा त्यस्तो खालको क्वेसन सोधेको छ। त्यस्तै गरी अब हामीले क्वेसन अगाडि बढ्ने हो भने जुन सर्ट क्वेसन्सहरू छ त्यो सर्ट क्वेसन्सहरूमा क्वेसन नम्बर 14 जुन छ त्यो क्वेसन नम्बर 14 पनि हाम्रो न्युमेरिकल क्वेसन हुने गर्छ। र त्यो न्युमेरिकल क्वेसनमा पनि रेभिन्यूको पार्टबाट, कस्टको पार्टबाट हामीलाई क्वेसन्सहरू आइरहेको हुन्छ। र त्यस्तै गरी क्वेसन नम्बर 15मा पनि हामीलाई न्युमेरिकल क्वेसन्सहरू आउने गर्छ। र त्यो आउने न्युमेरिकल क्वेसन पनि मार्जिनल रेभिन्यू, मार्जिनल कस्टको इक्विलिब्रियम गर्ने खालको कन्डिसन्सहरू, त्यस्ता खालका क्वेसन्सहरू यहाँलाई सोधिरहेको हुन्छ। र यो ठाउँमा चाहिँ क्वेसन नम्बर 15 जुन छ, क्वेसन नम्बर 15मा चाहिँ हामीलाई न्युमेरिकल क्वेसन्स नै भन्दा पनि कहिलेकाहीँ थ्योरिटिकल क्वेसन्सहरू पनि सोधिरहेको हुन्छ। यो प्राइस एन्ड आउटपुट डिटर्मिनेन्टसँग रिलेटेड रहेको न्युमेरिकल क्वेसन्सहरू र त्यहीसँग रिलेटेड रहेको थ्योरिटिकल क्वेसन्सहरू चाहिँ हामीलाई यहाँ सोधेको हामी पाउँछौँ। त्यस्तै स्पेसली हामी लङ क्वेसन्समा हेर्ने हो भने लङ क्वेसन्समा चाहिँ यो कस्ट एन्ड रेभिन्यूबाट हामीलाई क्वेसन्सहरू सोधेको हुन्छ। र क्वेसन नम्बर 19 जुन छ, क्वेसन नम्बर 19 चाहिँ हाम्रो स्ट्याटको पार्टबाट क्वेसन सोध्छ र त्यहाँ पनि हामीले न्युमेरिकल क्वेसन्सहरू सोध्छ। त्यो आउने न्युमेरिकल क्वेसन चाहिँ कस्तो खालको हुँदो रहेछ त भन्दा यो स्ट्यान्डर्ड डेभिएसन क्यालकुलेसन गर्ने खालको, स्ट्यान्डर्ड डेभिएसन स्पेसल धेरै जस्तो चाहिँ स्ट्यान्डर्ड डेभिएसनसँग रिलेटेड, स्ट्यान्डर्ड अनि भेरिएन्ससँग रिलेटेड, त्यसको कोफिसियन्ट्सहरू निकाल्ने, क्यालकुलेसन्सहरू गर्ने, त्यस्तो क्वेसन्सहरू यहाँबाट हामीलाई सोधिरहेको छ। र यो यसैको अरमा हैन रेगुलरली हामीलाई सोधिरहेको क्वेसन अर्को के हो त भन्दा पासेज मेथड र लास्ट फ्रेज मेथड जुन छ त्यो पासेज र लास्ट फ्रेज मेथडबाट चाहिँ हाम्रो प्राइस इन्डेक्स नम्बरहरू क्यालकुलेसन गर्ने खालको नेचरको क्वेसन चाहिँ हाम्रो क्वेसन नम्बर 19मा आउँछ। र क्वेसन नम्बर 19 चाहिँ अरमा आउने क्वेसन हो हैन। एउटा स्ट्यान्डर्ड डेभिएसन र स्ट्यान्डर्ड डेभिएसनको चाहिँ अरमा चाहिँ यो पासेज मेथड वा लास्ट फ्रेज मेथडबाट प्राइस इन्डेक्स नम्बर क्यालकुलेसन गर्ने खालको क्वेसन चाहिँ हामीलाई यहाँ सोधिरहेको पाउँछौँ। त्यसै गरी अघि पनि मैले के भने स्पेसली हामीलाई लङ क्वेसन जुन छ त्यो लङ क्वेसनमा आउने क्वेसन चाहिँ क्वेसन नम्बर 20मा आउँछ। र क्वेसन नम्बर 20मा धेरै जस्तो प्रायः जस्तो क्वेसन नम्बर 20 जुन छ त्यो क्वेसन नम्बर 20 चाहिँ हाम्रो न्युमेरिकल क्वेसन्स आउँछ। कहिलेकाहीँ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन भन्ने च्याप्टरबाट हामीलाई प्राइस एन्ड आउटपुट डिटर्मिनेसनको भ्यालुजहरू चाहिँ ड्रइङ गर्ने, त्यसको एक्सप्लेनेसन गर्ने क्वेसन्सहरू पनि आएको छ। तर हाम्रो यो क्वेसनको प्याटर्न जुन छ त्यो क्वेसनको प्याटर्नलाई हामीले हेर्ने हो भने चाहिँ त्यहाँबाट क्वेसन नम्बर 20मा चाहिँ हामीलाई न्युमेरिकल क्वेसन चाहिँ आउँछ। र हामी आज यही क्वेसन नम्बर 20 को 8 मार्क्सका लागि आउने क्वेसन जुन छ त्यो 8 मार्क्सका लागि आउने एउटा क्वेसन चाहिँ सल्भ गर्ने र त्यसलाई बुझाउने प्रयासमा छौँ। र आज हामी यो क्वेसन नम्बर 20मा सोधिएको कुनै एउटा क्वेसन जुन छ त्यो कुनै एउटा क्वेसन्सलाई चाहिँ सल्भ गर्छौँ। र यो 2081मा सप्लिमेन्ट्रीमा सोधेको क्वेसन हो र मसँग एउटा यहाँ एउटा क्वेसन छ र त्यो क्वेसन्सलाई हामी अहिले सल्भ गरेर हेर्छौँ र अगाडि बढ्छौँ।
ओके भाइ बहिनीहरू यहाँ देख्न सक्नुहुन्छ हामी क्वेसन नम्बर 20 को बारेमा डिस्कस गर्दैछौँ र क्वेसन नम्बर 20 मा हामीलाई टोटल फिक्स कस्ट यो टोटल भेरिएबल कस्ट एभरेज कस्ट मार्जिनल कस्टहरू क्यालकुलेसन गर्ने अनि त्यसको टेबलहरू कम्प्लिट गर्ने र टेबल कम्प्लिट गरिसकेपछि त्यसको चाहिँ फिगरहरू बनाउने भन्ने पार्टबाट चाहिँ हामीलाई क्वेसन्सहरू आएको हुन्छ र यहाँ कहिलेकाहीँ रेभिन्यूको पार्टबाट पनि क्वेसन्सहरू आएको हुनसक्छ र अहिले हामीलाई यो क्वेसन नम्बर 20 मा चाहिँ कस्टसँग रिलेटेड एउटा क्वेसन आएको छ यो क्वेसन्सलाई चाहिँ हामी यहाँ सल्भ गर्नेछौँ यहाँ सबैभन्दा पहिला हामीलाई यो न्युमेरिकल क्वेसन सल्भ गर्नका लागि चाहिँ बेसिक कन्सेप्टहरू थाहा हुनुपर्छ यहाँ दिएको भ्यालुजहरूलाई टेबल कम्प्लिट मात्र गरेर हेर्दाखेरि चाहिँ के हुनसक्छ भन्दा अर्को टेबल आउँदाखेरि चाहिँ हामीले कसरी सल्भ गर्ने हो भन्ने कुरा प्रब्लम आउन सक्छ त्यसैले यसलाई चाहिँ बेसिकली यो भ्यालुजहरू यहाँ जुन हामीले टिएफसी टिबिसी टिसी एसी र एमसी दिएको छ यो के हो यिनीहरूको नेचर कस्तो हुन्छ र कसरी क्यालकुलेसन गर्ने हो भन्ने कुरा चाहिँ हामी सुरुमा बुझ्छौँ यो आउटपुट भ्यालु जुन दिएको छ यो आउटपुट भ्यालु चाहिँ क्यू हो क्वान्टिटी भनेर पनि भन्छ आउटपुट भ्यालु हो देन प्रोडक्ट भएको भ्यालु हुन्छ यही प्रोडक्सन गर्नका लागि चाहिँ हामीलाई जुन कस्ट लाग्छ यो कस्ट चाहिँ दुई प्रकारको हुन्छ एउटा चाहिँ टोटल फिक्स कस्ट हुन्छ अर्को चाहिँ टोटल भेरिएबल कस्ट हुन्छ हैन टोटल फिक्स कस्ट भनेको चाहिँ फिक्स फ्याक्टर्स अफ प्रोडक्सनका लागि फिक्स फ्याक्टर्स अफ प्रोडक्सनका लागि लागेको कस्ट जुन हुन्छ त्यो चाहिँ टोटल फिक्स कस्ट भयो हैन यो जुन टोटल फिक्स कस्ट छ टोटल फिक्स कस्ट चाहिँ फिक्स फ्याक्टरका लागि लाग्ने र सर्ट रनमा चाहिँ फिक्स फ्याक्टर के हुन्छ त भन्दा कन्स्ट्यान्ट हुन्छ त्यही भएर टोटल कस्टको भ्यालु चाहिँ सधैँ के हुँदो रहेछ त भन्दा कन्स्ट्यान्ट हुँदो रहेछ अहिले हामी देखिरहेको छ यहाँ 30 भ्यालु जुन दिएको छ यो सुरुदेखि तलसम्म सबै 30 दिएको छ कहिलेकाहीँ क्वेसनमा के हुन सक्छ त भन्दा हामीलाई यो 30 भ्यालु चाहिँ नदिएको हुन सक्छ यो 30 भ्यालु चाहिँ यहाँ कुनै ठाउँमा लेखिदिएको हुन सक्छ र त्यो बेलामा चाहिँ हामीले बुझ्नुपर्छ कि यो कुनै एउटा टोटल फिक्स कस्ट चाहिँ कन्स्ट्यान्ट हुन्छ र कहिलेकाहीँ के हुन्छ त भन्दा सुरुको भ्यालु दिए हुन्छ अनि बाँकी भ्यालुमा चाहिँ डट खाली छोडिदिएको छ ड्यास ड्यास लेखिदिएको हुन्छ र त्यो बेला पनि हामीले बुझ्नु पर्यो कि टोटल फिक्स कस्ट भनेको चाहिँ सबै युनिट अफ आउटपुटको लागि चाहिँ के हुँदो रहेछ कन्स्ट्यान्ट हुँदो रहेछ र यसलाई कन्स्ट्यान्ट बनाउनु पर्छ यो भयो अब टोटल भेरिएबल कस्ट अर्को कस्ट भनेको चाहिँ टोटल भेरिएबल कस्ट हुन्छ भेरिएबल फ्याक्टर्स अफ प्रोडक्सनका लागि लाग्ने भनेको परिवर्तनशील चाहिँ जुन हाम्रो फ्याक्टर्स अफ प्रोडक्सन हुन्छ त्यो फ्याक्टर्स अफ प्रोडक्सनका लागि चाहिँ लाग्ने भनेपछि आउटपुट इन्क्रिज हुँदै जाँदाखेरि यसको भ्यालु पनि के हुन्छ त भन्दा चेन्ज हुन्छ हैन यो अहिले हामीलाई टोटल भेरिएबल कस्ट यहाँ दिएकै छ अहिले जस्तो कि 0 25 30 45 70 110 155 220 310 भनेर जुन भ्यालु दिएको छ यो भ्यालुजहरू चाहिँ हाम्रो टोटल भेरिएबल कस्ट भयो यहाँ अहिले हामीलाई दिएकै छ भेरिएबल कस्ट चाहिँ के हुँदो रहेछ चेन्ज हुँदो रहेछ फरक हुँदो रहेछ अब हामी टोटल कस्ट निकाल्दैछौँ भने टोटल कस्ट भनेको चाहिँ यही दुईटा टोटल फिक्स कस्ट र टोटल भेरिएबल कस्ट हुन्छ यो टोटल फिक्स कस्ट र टोटल भेरिएबल कस्टको टोटल भ्यालु समेसन भ्यालु हुन्छ त्यो समेसन भ्यालु चाहिँ के हो त भन्दा टोटल कस्ट हो दुईटालाई जोड्दिने अर्थात् टोटल कस्ट भनेको चाहिँ टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट हुन्छ यो टोटल कस्ट र टोटल फिक्स कस्टलाई जब हामी टोटल भेरिएबल कस्टलाई जब जोड्छौँ त्यो चाहिँ के हुन्छ टोटल कस्ट हुन्छ अर्थात् यो टिसी भन्ने भ्यालु जुन छ टिसी भन्ने भ्यालु चाहिँ यो दुईटाको समेसन हो जसरी अहिले यहाँ 30 प्लस 0 इक्वल्स टु 30 यहाँ दिइसकेको छ यो दिन्छ भने छैन यो नदिन सक्छ सुरुको भ्यालु पनि दिएन भने हामी जोड्नु पर्यो यसलाई जोडेपछि आउँछ टोटल कस्ट सिमिलरली हामीले गर्यौँ यो 30 र यो यताको 25 यताको 25 र यताको 30 लाई हामीले जोड्दियौँ भने अब के आउँछ त भन्दा भ्यालु जुन आउँछ 55 यो 55 भनेको चाहिँ यसको टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्टलाई जोडिसकेपछि आएको भ्यालु हो 55 हैन सेम भ्यालु चाहिँ अब हामी तलसम्म नै सब भ्यालु के गर्नु पर्यो जोड्दै जानु पर्यो जस्तो कि यहाँ हामीले दिएको छ 30 अर्को दिएको छ 30 र 30 जोड्दा कति हुने भयो त भन्दा 60 हुने भयो है त्यस्तै गरी अर्को यहाँ हाम्रो 30 भ्यालु छ अर्को 45 भ्यालु छ यो 30 र यो 45 लाई पनि हामीले जोड्यो भने यो जुन हुन्छ 75 हुन्छ यो 75 चाहिँ हाम्रो के हुने भयो त भन्दा टोटल कस्ट हुने भयो सिमिलरली सबै भ्यालुहरू यसरी नै यहाँ जोड्दै जानु पर्यो अहिले हामी क्याल्कुलेसनमा हेर्छौँ त्यसले अब अर्को छ हामीलाई एभरेज कस्ट एभरेज भनेको औसत
हैन। एभरेज भ्यालु जुन टोटल भ्यालु हुन्छ, टोटल भ्यालुलाई त्यसको आउटपुट भ्यालुलाई चाहिँ हामीले भ्यालुले के गर्नु पर्यो त भन्दा डिभाइड गरिदिनु पर्यो। जब डिभाइड गर्छौँ, डिभाइड गरिसकेपछि आउने भ्यालु चाहिँ के हुन्छ त भन्दा एभरेज कस्ट हुन्छ। अर्थात् एभरेज कस्टको फर्मुला के हुने भयो त भन्दा एभरेज कस्टको फर्मुला हुने भयो टोटल कस्ट डिभाइडेड बाई क्यू। टोटल कस्टलाई जब क्वान्टिटीले डिभाइड गर्छौँ, टोटल कस्टलाई जब क्वान्टिटीले डिभाइड गर्छौँ त्यो भ्यालु भनेको के हुन्छ एभरेज कस्ट हुन्छ। अहिले हामीलाई यहाँ एभरेज कस्ट मात्र क्यालकुलेसन गर्न भनेर दिएको छ। कहिलेकाहीँ के हुनसक्छ त भन्दा हामीलाई दिएको भ्यालुहरूमा चाहिँ के हुनसक्छ त भन्दा पहिला यसलाई सब इरेज गरेँ। अहिले हामीलाई जुन एभरेज कस्ट दिएको छ यहाँ एभरेज कस्ट जुन के टस गरिरहेछ एभरेज कस्ट हुन्छ। एभरेज कस्ट पनि चाहिँ समेसन अफ एभरेज भेरिएबल कस्ट प्लस एभरेज फिक्स कस्ट हो। कहिलेकाहीँ हामीलाई अहिले एभरेज कस्ट मात्र निकाल्न दिए जस्तो एभरेज भेरिएबल कस्ट र एभरेज फिक्स कस्ट पनि क्यालकुलेसन गर भनेर भनेको हुनसक्छ। यदि एभरेज कस्ट मात्र क्यालकुलेसन गर्नु पर्यो भने सिधै हामी के गर्न सक्छौँ, अघि पनि भने मैले एभरेज कस्ट भनेको टोटल कस्ट डिभाइडेड बाई क्वान्टिटी गरेर निकाल्न सक्छौँ। अब सेम कुरा यदि भेरिएबलमा निकाल्नु पर्यो भने एभरेज भेरिएबल कस्ट इक्वल्स टु टोटल भेरिएबल कस्ट डिभाइडेड बाई क्वान्टिटी हुन्छ भने एभरेज फिक्स कस्ट निकाल्नु पर्यो, एभरेज फिक्स कस्ट निकाल्नु पर्यो भने टोटल फिक्स कस्ट डिभाइडेड बाई क्वान्टिटी हुन्छ। अर्थात् एभरेज निकाल्ने भनेको चाहिँ टोटल भ्यालुलाई क्वान्टिटीले डिभाइड गरिदिने हैन। एभरेज भ्यालु भनेको चाहिँ टोटल भ्यालुलाई चाहिँ क्वान्टिटीले डिभाइड गर्ने भ्यालु। त्यसैले अब हामीलाई अहिले त एभरेज कस्ट मात्र निकाल्न दिएको छ र त्यो एभरेज कस्ट मात्र निकाल्दाखेरि हामी कसरी निकाल्न सक्छौँ, एसी इक्वल्स टु टिसी डिभाइड बाई क्यू गरेर निकाल्न सक्छौँ। यो एसीको भ्यालु भयो। अब सबै भ्यालुजहरू यसरी नै हामी के गर्न सक्छौँ त भन्दा क्यालकुलेसन गर्दै जान सक्छौँ। जस्तो कि टोटल कस्ट यहाँ 30 आछ, 30लाई आउटपुटले डिभाइड गर्नु पर्यो, 0ले डिभाइड गर्नु पर्यो, 0 डिभाइड गर्ने यो चाहिँ के हुन्छ इन्फाइनाइट हुन्छ र यसलाई हामी ड्यासले नै लेखिरहेको हुन्छौँ, यहाँ भ्यालु हुँदैन। र सिमिलरली अब यहाँ अघि हाम्रो आएको थियो कति 55, यो 55 भ्यालुलाई चाहिँ 1ले डिभाइड गर्नु पर्यो, यो भनेको चाहिँ 55 नै हुने भयो, 55 नै भ्यालु भयो। त्यसै गरी 30 प्लस 30 गर्दा अघि हाम्रो कति आएको थियो 60 आएको थियो, 60 आएको थियो। यो 60लाई 2ले डिभाइड गर्नु पर्यो, 60लाई 2ले डिभाइड गर्दा हुने भयो 30 हो। सिमिलरली यो भ्यालु यसरी के हुँदै जान्छ त भन्दा क्यालकुलेसन हुँदै जान्छ। अघि हामी टेबलमा पछि क्यालकुलेसन गरेर हेर्छौँ। अर्को भ्यालु भयो अब मार्जिनल कस्ट। मार्जिनल सीमान्त लागत हैन, मार्जिनल कस्ट भनेको यो मार्जिनल कस्टको भ्यालु चाहिँ कसरी निस्किन्छ त भन्दा यो भनेको के हो त भन्दा 1 एक्स्ट्रा युनिट आउटपुट भयो भने प्रोडक्सनलाई एउटा एक्स्ट्रा युनिटले इन्क्रिज गर्यो भने टोटल कस्टमा आउने चेन्ज जुन हुन्छ, टोटल कस्टमा आउने चेन्ज जुन हुन्छ त्यो चेन्ज भनेको के हो मार्जिनल कस्ट हो है। यसको थ्योरिज पनि बुझिराख्नु पर्यो कि आउटपुट लेभलमा 1 एक्स्ट्रा युनिटले 1 एकाइ चाहिँ हामीले के गर्यौँ त भन्दा एउटा एकाइ चाहिँ हामीले के गर्यौँ त भन्दा वृद्धि गर्यौँ। एक एकाइ वृद्धि गर्नु पर्यो उत्पादनमा भने त्यसले चाहिँ के चेन्ज गराउँछ, कस्टमा चेन्ज गराउँछ। यो कस्टमा आउने चेन्ज जुन भ्यालु छ त्यो भ्यालु भनेको चाहिँ के हो मार्जिनल कस्ट हो। अर्थात् यसको फर्मुला के हुने भयो त भन्दा मार्जिनल कस्ट क्यालकुलेसन गर्छौँ भने यसको फर्मुला भयो चेन्ज इन टोटल कस्टमा आउने चेन्ज
के कारणले गर्दा आउने चेन्ज त भन्दा आउटपुटमा आउने चेन्ज इन आउटपुट लेभल, अर्थात् मार्जिनल कस्ट इक्वल्स टु डेल्टा डिसी बाई डेल्टा क्यू भनेर हामी लेख्न सक्छौँ। अब यो टेबलमै क्यालकुलेसन गर्नु पर्यो भन्दा टेबलमा हामीले स्पेसली कस्तो कुन फर्मुला युज गर्छौँ त भन्दा मार्जिनल कस्ट इक्वल्स टु टिसिएन। यो एन प्राइमको टोटल कस्ट हामीले मार्जिनल कस्ट क्यालकुलेसन गर्नु पर्यो भने एन प्राइमको टोटल कस्टबाट त्योभन्दा अघिल्लो टिसिएन माइनस 1, यो टिसिएन भनेको अहिले जुनको मार्जिनल कस्ट क्यालकुलेसन गरिदिरहेको छ त्यसको, र टिसिएन माइनस 1 भनेको त्योभन्दा माथिको भ्यालुलाई सबट्र्याक्ट गर्यो घटाइदियो भने के आउँछ त भन्दा मार्जिनल कस्ट आउँछ। जस्तो कि 0 को निकाल्नु पर्यो भने 0 को निकाल्नु भने चाहिँ ड्यास हुन्छ। किन ड्यास हुन्छ त भन्दा 0 भन्दा माथि आउटपुट हुँदैन, त्यसको भ्यालु चाहिँ इन्फाइनाइट भयो, त्यस भएर क्यालकुलेसन हुँदैन। अब 1 युनिटको निकाल्नु पर्यो भने टिसी 1 बाट टिसी 1 माइनस 1 गर्नु पर्यो। यदि हामी मार्जिनल कस्ट निकाल्दैछौँ कुनको फर्स्ट युनिटको 1 युनिटको फर्स्ट युनिटको निकाल्दैछौँ भने टिसी 1 माइनस टिसी 1 माइनस 1, अर्थात् टिसी 1 भनेको भ्यालु कति भयो त्यहाँ त भन्दा 55 भ्यालु छ, र टिसी 1 माइनस 1 भनेको त टिसी 1 माइनस 1 भनेको त टिसी 0 भयो। टिसी 0 भनेको भ्यालु कति छ त भन्दा 30 दिएको छ हैन त, टोटल कस्ट चाहिँ 30 दिएको छ, अर्थात् 55 बाट 30 घटाइसकेपछि बाँकी रह्यो हाम्रो यो 25। यो 25 भनेको चाहिँ हाम्रो के हुने भयो मार्जिनल कस्ट हुने भयो, 25 चाहिँ मार्जिनल कस्ट हुने भयो। हो एवं रीतिले यसरी नै हामी के गर्छौँ त भन्दा कन्टिन्युअसली यो भ्यालु चाहिँ क्यालकुलेसन गर्दै जान्छौँ। जस्तो कि मार्जिनल कस्ट हामीले निकाल्नु पर्यो के को त भन्दा सेकेन्ड युनिटको निकाल्नु पर्यो, MC2 निकाल्नु पर्यो। सेकेन्ड युनिटको निकाल्नु पर्यो भने टिसी टोटल कस्ट निकाल्नु पर्यो। कुन भ्यालुको टोटल कस्ट निकाल्ने त भन्दा टोटल C2 बाट माइनस TC2 माइनस 1, अर्थात् TC2 भनेको कति छ त्यहाँ 60 हो, इट इज भएर 66 भइसकेछ। 60 माइनस हाम्रो हुने भयो 55 र भ्यालु आयो 5। यसरी चाहिँ हामीले के गर्न सक्छौँ त भन्दा मार्जिनल कस्ट क्यालकुलेसन गर्न सक्छौँ। मार्जिनल कस्टको भ्यालु चाहिँ यो टोटल कस्टमा आउने चेन्जेस भ्यालु। ल अब यति भइसकेपछि यसका थ्योरिटिकल पार्टहरू यसको फर्मुलाहरू हामीलाई क्लियर भयो होला। अब हामी यसको सोलुसनतर्फ लाग्छौँ। यता जोड्ला है, क्वेसन छ यता। जब हामी एन्सर सल्भ सुरु गर्छौँ, एन्सर सुरु गर्दाखेरि त अब हामीले पहिला सोलुसन लेख्ने कुरा, त्यसका फर्मुलाहरू लेख्ने कुरा, त्यो सबै कुराहरू लेख्नु पर्यो। जस्तो कि मैले सुरु गरेँ क्वेसन नम्बर 20 भयो। सुरु हामीले सोलुसन लेख्ने, सोलुसन वी हेभ। अब यसलाई हामीले चाहिने फर्मुलाहरू जुन छ त्यो फर्मुलाहरू सुरुमा टेबल कम्प्लिट गर्नुभन्दा अगाडि नै लेख्नु पर्यो। वी हेभ हामीलाई के कुरा थाहा छ, हामीलाई चाहिने कुरा अब हामीलाई टोटल कस्ट हो। अघि पनि भन्यौँ टोटल कस्टको फर्मुला के हो त भन्दा टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट हो। यहाँ लेखिसकेपछि पछि डाउट हुँदैन, टेबलमा कम्प्लिट गर्न सजिलो हुने भयो। टोटल कस्ट। अर्को हामीलाई यहाँ निकाल्नु पर्ने भ्यालु के छ एभरेज कस्ट एसी। एसी भनेको चाहिँ के हो त भन्दा टिसी डिभाइडेड बाई क्यू आउटपुट हो। त्यस्तै गरी एमसी भनेको चाहिँ के भयो टिसिएन माइनस टिसिएन माइनस 1। भाइ बहिनीहरूले यो फर्मुलाहरू चाहिँ लेख्नु होला है। फर्मुला लेख्नु भएपछि त्यसको यो वर्किङ नोट्सहरू जस्तो देखिन्छ र जस कारणले गर्दाखेरि चाहिँ हामीलाई पछि क्यालकुलेसन गर्न पनि सजिलो हुने भयो, डाउट नहुने भयो र यो लेख्दाखेरि चाहिँ यसको वर्किङ नोट पनि देखिन्छ। अब
completing the given table. टेबललाई हामीले के गर्ने भयो कम्प्लिट गर्ने भयो टेबललाई कम्प्लिट गर्दा अब टेबललाई जस्ताको तस्तै छ सुरुमा यो आउटपुट त्यहाँ छ यो आउटपुट भनेको क्यू भयो आउटपुट क्यू भयो त्यसै गरी टोटल फिक्स कस्ट दिएको छ यस्तै दिएको छ टोटल भेरिएबल कस्ट दिएको छ यस्तै गरी हामीले निकाल्नु पर्ने के छ टोटल कस्ट निकाल्नु छ अर्को निकाल्नु छ हामीलाई एभरेज कस्ट यस्तै गरी हामीलाई निकाल्नु पर्यो मार्जिनल कस्ट यो टेबल राम्रोसँग पेन्सिल युज गरेर बनाउनु होला क्लियर बनाउँदाखेरि हाम्रो मार्क्स आउने चान्स पनि राम्रो हुन्छ यदि हामी केयरमेट गऱ्यौँ त्यहाँनिर हामीले राम्रोसँग बनाएनौँ भने एक्जामिनरले मार्क्सहरू चाहिँ हामीलाई काट्न सक्छ अब मैले सुरुमा सारे आउटपुट 0 1 2 3 4 5 6 7 7 पछि 8 मा अब भ्यालुजहरु टोटल फिक्स कस्टको भ्यालु हामीलाई 30 दिएको छ अघि पनि भने जति भ्यालु दिएको छ यो सबै कन्स्ट्यान्ट हुन्छ अहिले त क्वेशनमै हामीलाई सबै भ्यालु दिएकै छ कहिलेकाहीँ माथिको सुरुको मात्र दिन सक्छ सुरुमा त दियो भने पनि सबैमा एउटै भ्यालु सार्दै जानु पर्यो टोटल भेरिएबल कस्ट हामीलाई यहाँ दिएको छ टोटल भेरिएबल कस्ट 0 25 30 45 70 110 155 220 and 310 दिएको छ अब यति कुरा त हामीले क्वेशनमा दिएको कुरा हामीले सार्यौं अब यो माथि जुन फर्मुला युज गरेका छौं त्यो फर्मुलाको बेसमा हामी के गर्नु भ्यालु पुट गर्दै जानु पर्यो जस्तो कि 30 प्लस 0 गर्दाखेरि यसको भ्यालु आयो 30 टीसी भनेको टीएफसी प्लस टीबीसी हो नि त यसलाई जोड्नु पर्यो अब 30 र 25 लाई जोड्नु पर्यो 30 र 25 लाई जोड्दा 55 30 र 30 लाई जोड्नु पर्यो यो भनेको 60 30 प्लस 45 गर्नु पर्यो 30 प्लस 45 गर्दा भयो यो 75 70 प्लस 30 जोड्नु पर्यो यो भनेको 100 110 and 30 लाई जोड्नु पर्यो यो भनेको 140 and त्यसपछि 155 र 30 लाई जोड्नु पर्यो यो भनेको 185 220 र 30 लाई जोड्नु पर्यो यो भनेको 250 310 र 30 लाई जोड्नु पर्यो यो भनेको 340 टोटल कस्टमा त कसैलाई डाउट छैन होला पक्कै पनि यहाँ हेर्नु त टोटल कस्ट भनेको टोटल फिक्स कस्ट र टोटल भेरिएबल कस्टलाई हामीले के गरेको छ जोडेरै छौं अब हामीलाई एभरेज निकाल्नु पर्यो चाहिँ कसरी त भन्दा टोटल कस्टलाई क्वान्टिटीले डिभाइड गर्ने टोटल कस्टमा यहाँ छ हाम्रो भ्यालु यसलाई केले डिभाइड गर्ने क्वान्टिटी आउटपुटले डिभाइड गर्ने यो आउटपुटले जब डिभाइड गर्छौं यो आउटपुटले डिभाइड गर्छ त्यो चाहिँ एसी आउँछ अघि पनि भने मैले जब 0 ले कुनै पनि नम्बरलाई डिभाइड गर्छौं भने 0 ले डिभाइड गरेको नम्बर त इन्फाइनाइट हुन्छ त्यसैले यसलाई हामी ड्यास जोड्छौं ड्यास खाली भयो अब डिभाइड गर्दै जाउँ क्याल्कुलेसन गर्दै जाउँ 55 डिभाइडेड बाइ 1 भनेको 55 60 डिभाइडेड बाइ 2 भनेको 30 अब 75 डिभाइडेड बाइ 3 75 लाई 3 डिभाइड गर्दा कति हुने भयो 25 है त्यस्तै गरी हामीले क्याल्कुलेसन गर्दै जानु पर्यो 100 लाई फुल्ली डिभाइड गर्नु पर्यो 100 लाई फुल्ली डिभाइड गर्दा आउने भयो 25 त्यस्तै गरी 140 लाई
140 लाई डिभाइड गर्नु पर्यो, 140 लाई डिभाइड गर्नु पर्यो 5 ले, यसको भ्यालु हुने भयो 28। 185 लाई डिभाइड गर्नु पर्यो, 185 लाई डिभाइड गर्नु पर्यो कतिले त भन्दा 6 ले, यो भने भयो 30.83। त्यसै गरी 250 लाई डिभाइड गर्नु पर्यो, 250 लाई डिभाइड गर्नु पर्यो 7 ले, यो हुने भयो 35.71। त्यसै गरी 340 लाई डिभाइड गर्नु पर्यो, 340 लाई डिभाइड गर्नु पर्यो 8 ले, यो हुने भयो 42.5। यसरी हामी क्याल्कुलेटर युज गरेर यसलाई के गर्दै जान्छौँ, डिभाइड गर्दै जान्छौँ। अहिलेसम्म हामीले के गर्यौँ त भन्दा यो दुईटालाई जोड्यौँ, यो दुईटालाई जोड्यौँ 330 र 310 र 30 लाई जोड्यौँ 340 भयो, यसलाई डिभाइड गर्यौँ 8 ले र आयो कति 42.5। यसरी चाहिँ हामीले एभरेज कस्ट निकाल्यौँ। यसलाई क्याल्कुलेटर युज गर्दै तपाईहरुले यो गर्नुला। अब मार्जिनल कस्ट चाहिँ के हो त भन्दा चेन्ज हो, टोटल कस्टमा आएको चेन्ज। अघि पनि भने तल्लो भ्यालुबाट माथिल्लो भ्यालुलाई घटाइदिनु भयो भने के आउँछ, मार्जिनल कस्ट आउँछ। मार्जिनल कस्टको पनि सुरुको भ्यालु ड्यास छोड्नुस्, खाली छोड्नुस्, यो ड्यास हुन्छ। किन ड्यास हुन्छ त भन्दा त्यो भन्दा भ्यालु माथिको नहुने भएर क्याल्कुलेसन हुँदैन, त्यसैले ड्यास छोड्नु। याद गर्नु, 0 आएको बेलामा यदि क्वेसनमा 0 आएको छ भने त्यसको बेलामा मार्जिनल कस्टको भ्यालु के हुन्छ, ड्यास हुन्छ। 1 आयो भने चाहिँ सुरुको भ्यालु ड्यास नछोड्नु होला। अब यसलाई हामी सबट्र्याक्ट गर्दै जान्छौँ, टोटल कस्टलाई एउटाबाट अर्को सबट्र्याक्ट गर्दै जान्छौँ र मार्जिनल कस्ट निकाल्छौँ। जस्तो कि 55 बाट 30 हामीले सबट्र्याक्ट गर्नु पर्यो, 55 बाट 30 सबट्र्याक्ट गर्नुस् त कति हुन्छ त भन्दा यो हुन्छ 25 है। त्यस्तै गरी 60 बाट 55 सबट्र्याक्ट गर्नुस्, यो तल्लो भ्यालु तलको भ्यालु जुन छ यो भ्यालुबाट माथिल्लो भ्यालुलाई के गर्ने, सबट्र्याक्ट गर्दै जाने। 60 माइनस 55 गर्दा यो हुने भयो 5। त्यसै गरी 75 बाट 60 सबट्र्याक्ट गर्नुस्, यो तलको भ्यालुबाट माथिको भ्यालु सबट्र्याक्ट गर्दै जानुहोस्। 75 बाट 60 जब सबट्र्याक्ट गर्छौँ भने यो हुने भयो 15। त्यसै गरी 100 बाट 75 सबट्र्याक्ट गर्नुस्, 100 बाट 75 सबट्र्याक्ट गर्दा हुने भयो 25, ठीक छ। त्यस्तै गरी यो 140 बाट 100 सबट्र्याक्ट गर्नुस्, यो भनेको 40। त्यसै गरी 85 बाट 40 सबट्र्याक्ट गर्नुस्, 185 बाट 140 सबट्र्याक्ट गर्नुस्, यो भनेको भयो 45। त्यसै गरी 250 बाट 85 सबट्र्याक्ट गर्नुस्, 250 बाट 85 सबट्र्याक्ट गर्दा हुने भयो 65। र त्यस्तै गरी 340 बाट 250 सबट्र्याक्ट गर्नुस्, यो भनेको भ्यालु कति हुने भयो त भन्दा 90 हैन। यसरी चाहिँ हामीले के गर्न सक्छौँ त भन्दा यो भ्यालुहरूलाई चाहिँ हामी यसरी टेबल कम्प्लिट गर्छौँ। यसरी टेबल कम्प्लिट गरेपछि तपाईहरुले पाउने मार्क्स चाहिँ कति त भन्दा यो 3 into 2 हैन। यो एउटा टेबल कम्प्लिट गरेको है, एउटा टेबल जुन कम्प्लिट गरे हुन्छौँ, यो टोटल कस्ट कम्प्लिट गर्यौँ भने 2 मार्क्स पाउने हो, 2 मार्क्स यहाँबाट पाउने। एभरेज कस्टलाई कम्प्लिट गर्यौँ भने 2 मार्क्स पाउँछौँ, मार्जिनल कस्टलाई कम्प्लिट गर्यौँ भने 2 मार्क्स पाउँछौँ। टोटल यसरी हामीले कम्प्लिट सोल्युसन गरेपछि यहाँबाट पाउने भनेको 6 मार्क्स है। एकदम सजिलोसम्म हामी 6 मार्क्स ल्याउँछ। एक दुईचोटि तपाईहरुले टेबलहरु यस्ता टेबलहरु कम्प्लिट गर्न थाल्नुभयो भने यो 6 मार्क्स हाम्रो कम्प्लिट भयो हैन। यहाँ क्याल्कुलेसन मिस्टेक गर्नु भएन, हामीलाई फर्मुला थाहा भएपछि क्याल्कुलेसन पक्कै मिस्टेक हुँदैन र मिस्टेक भएन भने हामीले पाउँछौँ 6 मार्क्स। टेबल कम्प्लिट गरेको मार्क्स पाउने हो 6 मार्क्स। अब बाँकी रह्यो 2 मार्क्स। यो बाँकी रहेको 2 मार्क्सका लागि के छ क्वेशन सोधेको छ त भन्दा यहाँ हेर्नुस् त, पूरा गरिएको तालिकाबाट औसत लागत वक्र सीमान्त लागत वक्र खिच्नुहोस्। ड्र एभरेज कस्ट कर्भ बनाउनु पर्यो, अर्को मार्जिनल कस्ट कर्भ बनाउनु पर्यो।
है जम्मा। अब यहाँ हामीलाई टेबलमा धेरैवटा भ्यालु भए पनि क्वेसन एकचोटि एकदम राम्रोसँग पढ्नु होला है। क्वेसनमा चाहिँ कहिले हामीलाई एभरेज कस्ट र मार्जिनल कस्टको सोधे हुन्छ, कहिलेकाहीँ टोटल कस्ट र टोटल भेरिएबल कस्ट टोटल फिक्स कस्टको क्वेसन सोधे हुन सक्छ, कहिलेकाहीँ टोटल कस्ट र मार्जिनल कस्टको सोधे हुन्छ। यो एकदम याद गरेर पढ्नु होला। यहाँनिर के क्वेसन सोधिरहेछ, एभरेज कस्ट र मार्जिनल कस्ट सोधिरहेछ। अब हामीलाई यो क्वेसनमा सोधेको छ एभरेज कस्ट र मार्जिनल कस्ट भनेपछि अब हामी यो टेबलबाट के गर्नु पर्यो त भन्दा त्यो भ्यालुलाई प्लट गरेर एउटा फिगर बनाउनु पर्यो एभरेज कस्ट र मार्जिनल कस्टको। ठिक छ, ओके। अब हामी त्यो फिगर बनाउनतर्फ जान्छौँ। यसको टेबलहरूको जुन बनाएको छ टेबलहरूको एक्सप्लानेसन गर्नु पर्दैन है। कतिपयलाई चाहिँ के डाउट भइरहेको हुन्छ त भन्दा टेबलको एक्सप्लानेसन गर्नुपर्छ कि भन्ने डाउट भइरहेको हुन्छ। टेबलको केही एक्सप्लानेसन गर्नु पर्दैन, यति टेबल कम्प्लिट गरेपछि 6 मार्क्स पायो। अब यो टेबल पछि हामी के गर्छौँ त भन्दा plotting the ल अब टेबल कम्प्लिट गरेपछि हामी के गर्छौँ त भन्दा यसलाई प्लट गर्छौँ। प्लटिङ द above table to get के का लागि के निकाल्नु भनेको छ एभरेज कस्ट कर्व, एसी कर्व एन्ड अर्को भनेको छ मार्जिनल कस्ट एमसी कर्व्स। एभरेज कस्ट र मार्जिनल कस्ट कर्व्सहरु निकाल्नका लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दा टोटल यो टेबल जुन छ टेबलबाट त्यो भ्यालुलाई हामी प्लट गर्नु पर्यो। अब स्केल युज गर्नु, पेन्सिल युज गर्नुस्, स्केल र पेन्सिल युज गरेर अब हामीलाई त्यहाँ चाहिएको एउटा टेबललाई चाहिँ कम्प्लिट गर्नु। ल सुरुमा एक्सिसहरु बनाउनुस्, स्केल युज गरेर बनाउनु होला। यता तलपट्टि हामी मेजर गर्छौं आउटपुट लेभल, आउटपुट मेजर गर्छौं जुन क्यू भ्यालु हो। त्यसैगरी यतापट्टि हामीलाई कस्ट मेजर गर्छौं। अहिले हामीले मेजर गर्न खोजेको चाहिँ एभरेज कस्ट एबी, एभरेज कस्ट जुन छ एभरेज कस्ट र त्यस्तै गरी अर्को मेजर गर्न खोजेको चाहिँ मार्जिनल कस्ट हो। कस्ट मेजर गर्न खोजेको एभरेज कस्ट र मार्जिनल कस्टलाई। ल यो एक्सिसमा जुन हामी मेजर गरिरहेछौँ एक्सिसमा मेजर गरेको यो एक्स एक्सिसमा मेजर गरेको कुरा र वाइ एक्सिसमा मेजर गरेको कुरा चाहिँ धेरैजनाले लेख्न छुटाउनुहुन्छ। यो लेख्न छुटाउँदाखेरि चाहिँ हाम्रो के हुन्छ होला भन्दा फिगरमा मार्क्स आइरहेको हुँदैन। त्यसैले यसलाई चाहिँ लेख्न छुटाउनु होला। यहाँ हामी कस्ट मेजर गरिरहेछौँ, यहाँ आउटपुट मेजर गरिरहेछौँ। अब हामीलाई रिक्वायर्ड भ्यालुजहरू जुन छ त्यो रिक्वायर्ड भ्यालुजको आधारमा के गर्नु पर्यो त भन्दा हाम्रो यहाँ ग्यापिङ राखेर यसलाई कम्प्लिट गर्नु पर्यो। आउटपुट 0 देखि 8 सम्म छ। पेन्सिल स्केल युज गरेर तपाईँ नापेर बनाउनु होला, इक्वल बनाउनु होला। 1 2 3 4 5 6 7 8 भयो हैन, 1 देखि 8 सम्म छ। त्यस्तै गरी यतापट्टि हामी कस्ट जुन छ कस्ट अब हामीलाई टोटल कस्ट चाहिएको छैन, हामीलाई चाहिएको भनेको एभरेज र मार्जिनल। भनेपछि एभरेज भ्यालु र मार्जिनल भ्यालु जुन छ यसमा सबैभन्दा ठुलो भ्यालु कुन छ र सबैभन्दा सानो भ्यालु कुन छ त्यसका आधारमा सबैभन्दा ठुलो भनेको 90, यहाँ हामीलाई भ्यालु चाहियो 90 सम्म र सानो भ्यालु भनेको 5 छ। भनेपछि यो दुईटालाई हुने गरी हामीले एउटा ग्यापिङ क्रिएट गर्छौँ र त्यो ग्यापका आधारमा हामी के गर्छौँ त भन्दा यसलाई कम्प्लिट गर्छौँ। लेट्स 5 को ग्यापमा गरेँ मैले 5 10 15 20 यो इक्वल नापेर गर्नु होला। 25 30 35 40 45 50
55 60 65 70 75 80 85 90 95 हामीलाई चाहिएको भ्यालु 95 सम्म छ यो इक्वली नापेर बनाउनु होला अब भ्यालु प्लट गर्नाले यहाँबाट भ्यालु हेर्दै यहाँ भ्यालु राख्दै गर्नु जस्तो 1 हुँदाखेरि यहाँको 1 हुँदा यहाँ कति छ 55 छ 1 and 55 यो 1 हुँदा 1 हुँदाखेरि 55 भनेपछि 1 and 55 यसरी यहाँ चिन्ह लगाउनु होला 2 and 30 2 and 30 भनेपछि 2 and 30 मा चिन्ह लगाउनु होला हैन 2 and 30 मा त्यसै गरी 3 and 25 छ 3 and 25 यसरी चिन्ह लगाउनु होला 4 and 25 4 and 25 मा 4 and 25 हुँदाखेरि चिन्ह लगाउनु होला अनि त्यस्तै गरी 5 हुँदाखेरिको भ्यालु छ हाम्रो 28 हो अलिकति माथि यहाँ चिन्ह लगाउनु होला 6 and 30 6 and 30.8 अब यस्तो पोइन्ट्स जस्तो खालको भ्यालु आयो भने चाहिँ अब यो 30 भन्दा अलिकति माथि हैन यो स्केलहरु राखेर 30 भन्दा अलिकति माथि यसलाई चाहिँ तपाईले चिन्ह लगाउनुस् अनि त्यसरी 7 and 35 छ अब यहाँ 35 को भ्यालु जहाँनिर पर्छ यहाँबाट नापेर यहाँनिर तपाईले चिन्ह लगाउनु होला र 8 यो 8 हुँदाखेरि 42.5 छ यो 42 अलिकति अब यहाँ हामीले स्केलहरु यहाँ युज गर्यौं भने ठ्याक्कै देखिन्छ त्यहाँनिर हामी चिन्ह लगाउनु होला यसरी पोइन्टहरु चिन्ह लगाइसकेपछि यो पोइन्टलाई कन्टिन्युअसली एकदम सफासँग है कन्टिन्युअसली जोड्दै जानुस् र यसरी जोडिसकेपछि यो हाम्रो कर्व जुन बन्यो यो कर्व हामीले कुनको प्लट गरेको त भन्दा एभरेज कस्टको प्लट गरेको हैन एभरेज कस्टको प्लट गरेपछि यो कर्व हाम्रो बन्यो एभरेज कस्ट एसी है यो कर्व बनाउने बित्तिकै तपाईले लेखिदिनु होला यो भयो भने चाहिँ बिर्सिदैन नत्र कहिले पछि के हुन्छ त भन्दा कन्फ्युजन हुन्छ यो कन्फ्युजन भइदिन्छ त्यसकारणले गर्दाखेरि चाहिँ ठ्याक्कै यो बनाउनुस् बनाएपछि एसी लेख्नुस् पेन्सिलको युज गरेर अब त्यसपछि मार्जिनल कस्ट हाम्रो क्वेशनमा अर्को सोधेछ मार्जिनल कस्ट भनेपछि मार्जिनल कस्टको भ्यालु चाहिँ हामी त्यसरी सेम जसरी एभरेज कस्टको भ्यालु प्लट गर्यौं त्यसरी मार्जिनल कस्टको भ्यालु प्लट गर्दै जानु पर्यो हामीले कहाँदेखि छ त भन्दा 1 हुँदाखेरि 25 हैन 1 हुँदाखेरि 25 1 हुँदाखेरिको 25 भनेपछि त यहाँनिर भयो 25 त्यसै गरी 2 हुँदाखेरि कति त भन्दा 2 हुँदाखेरि त 5 छ 2 हुँदाखेरिको 5 भनेको यहाँ तल आयो 5 हैन त अनि त्यसै गरी 3 हुँदाखेरिको 15 3 हुँदाखेरि कहाँ त भन्दा 15 3 हुँदाखेरिको 15 मा यहाँ प्लट यहाँ चिन्ह लगाउनुस् अनि त्यसै गरी 4 हुँदाखेरि कति छ त भन्दा 4 हुँदाखेरि छ 25 4 हुँदाखेरिको 25 यहाँनिर पर्यो अनि 5 हुँदाखेरि कति त भन्दा 5 हुँदाखेरिको 40 5 हुँदाखेरिको 40 यहाँनिर पर्छ होला 40 6 हुँदाखेरि कहाँ त भन्दा 6 हुँदाखेरि हामीलाई चाहियो 45 र त्यसपछि 65 65 को भ्यालु चाहियो हैन त्यसै गरी 8 हुँदाखेरि कति छ त भन्दा 90 8 हुँदाखेरिको 90 भ्यालु छ है यो भ्यालुलाई चाहिँ हामीले यसरी प्लट गर्दै जानु पर्यो यहाँबाट सुरु भयो यो भयो हाम्रो मार्जिनल कस्ट यो एभरेज कस्ट यो मार्जिनल कस्ट यति ड्रइङ हामीले बनाइदिसकेपछि यो ड्रइङ चाहिँ हाम्रो भयो कम्प्लिट भइसकेपछि यसको एन्सर पनि सकियो अनि यो ड्रइङ कम्प्लिट गरे कति मार्क्स आउँदैछ 2 मार्क्स आउँदैछ है ल 2 मार्क्स टेबल कम्प्लिट गरे 6 मार्क्स र यो यसलाई चाहिँ सकेसम्म धेरै यस्ता क्वेशन्सहरु खोजी तपाईहरुले प्र्याक्टिस गर्नु होला र जति धेरै तपाईले प्र्याक्टिस गर्नुहुन्छ त्यति धेरै चाहिँ तपाईको डाउट क्लियर हुँदै जान्छ र यो तपाई
कन्फर्म 8 मार्क्समा है आउने खालको क्वेसन हो र यसलाई तपाईँले गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।